जे हुन्छ राम्रै हुन्छ, जे भइरहेको छ राम्रो हुँदै जाँदैछ। फेरि आज पनि अर्को घरमा पाइप हालेछौँ। मिक्सर फिट भएको छ यहाँ। कति बेलादेखि सुरु हुन्छ हौ? ढलाई सुरु गर्नु पर्यो। यता कोठाहरू त सिडी हामीले चाहिँ पाइप सब फिट गरिसकेका छौँ। यहाँनिर यो बाहिर भयो, बाहिरको यो कोठाको दुईटा बत्ती एउटा पङ्खा राख्ने भन्नुभएको थियो। त्यही अनुसारले प्रत्येक ठाउँमा दुईटा बत्ती एउटा पङ्खा, अनि यता पनि यही यो टोयलेट हो, यसमा एउटा एउटा बत्ती राख्ने भन्नुभएको थियो। त्यही अनुसारले मैले राखिदिएको छु। अब यो पनि हुँदै जाँदैछ। यसको पछि पछि अब यो कस्तो हुँदै जान्छ, यसको स्टेप गरेर म तपाईँहरूलाई देखाउँछु। अब कस्तो कस्तो हुँदै जान्छ। अब यो पाइप हालेछ, अब सेटिङ खोलेर कटिङ गर्नुपर्छ, बक्स जाम गर्नुपर्छ। त्यो पनि मलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरी हेर्दै जानु होला, फलो गर्दै जानु होला। यो अब अहिले ढलाइ गरेछ, यसको पनि पछि सेटिङ खोलेपछि हामीले पाइप कटिङ गरेर पनि राख्नेछ। त्यो पनि म देखाउँदै जानेछु। धन्यवाद।